युट्युब भिडियो हेरेर बस्ने सम्पूर्ण साथीहरुलाई नमस्ते। सबैजना सन्चै आरामै हुनुहुन्छ होला र मेरो यो ब्लग भिडियोमा सम्पूर्ण साथीहरुलाई स्वागत छ। खाली कति मात्र मलेसियामा कामको जानकारी दिनु, मलेसिया विभिन्न कम्पनीहरुको बारेमा, कहिलेकाहीँ घुम्न गएको अति रमाइला सुन्दर पर्यटकीय स्थलहरु, बहुचर्चित स्थानहरुको पनि भिडियोहरु अपलोड गर्ने गर्छु साथीहरु। मैले त्यही क्रममा आज यो तपाईहरुले देखिसक्नु भएको छ अति सुन्दर दृश्य है त, जो मलेसियाको एकदमै चर्चित फेमस र विभिन्न देशका मान्छेहरू यो ट्विन टावरलाई हेर्न आउँछन्, जसको नाम पेट्रोनास ट्विन टावर पनि भनिन्छ भने केएलसीसीले पनि चर्चित छ। यसका दुईवटा नाम छन् र यही दृश्य हो साथीहरू। यो तल अगाडि लोबीभन्दा अगाडिको ठाउँहरू जहाँ रमाइलो छ र योभन्दा अझ पछाडि पनि ब्याक साइडमा धेरै रमाइलो छ। त्यहाँ पनि पानीका धाराहरू एकदमै माथि, यो लगभग केएलसीसीको आधासम्मै उठ्छ त्यहाँ पछाडि। र यहाँ आउँदाखेरि दिनमा त्यति राम्रो हुँदैन, गर्मी पनि हुन्छ, मान्छेहरू पनि धेरै हुनुहुन्न, लाइटहरू पनि हुँदैन। र यहाँ आउँदाखेरि एकदमै राति आउनु होला है त, यदि मलेसियामा हुनुहुन्छ भने। र यदि मलेसिया आउनुभयो भने यो ठाउँमा नआएर चाहिँ नजानु होला। मान्छे लाखौँ खर्च गरेर आउँछन् यो टावरलाई हेर्न है त। यो एकदमै रमाइलो टावर छ, 88 तलाको। र यही ठाउँको यो दृश्य हो। र हामी अहिले 8 बजेको समयमा यहाँ एकछिन आएका छौँ। हामी नजिकै छ हाम्रो होस्टेल, त्यही भएर हामी आइरहन्छौँ यो ठाउँमा, गइरहन्छौँ, भिडियोहरू बनाइरहेको छौँ है त। त्यसै गरी यहाँ मोनोरेलहरू पनि आकाशमा गुडिराखेको हुन्छ। अनि र यो ठाउँ हो अर्को, हेर्नुहोस् है त, यो जताततै झिलिमिली भएको मलेसियाकै यो कुलालम्पुरकै केएल टावर, सरी केएल सेन्टर भन्छ है। म भर्खरै आएको हो, यहाँ लगभग 1 हप्ता जति भयो। हाम्रो होस्टेल 1 हप्ता 2 हप्ताको लागि यहाँ सरेको छ। त्यही भएर यो भनेको एकदमै रमाइलो। यहाँ आउँदाखेरि हामी इन्डियामा छौँ कि नेपालमा छौँ या मलेसियामा छौँ थाहै छैन। हामीलाई यस्तो महसुस हुन्छ कि यो ठाउँमा आउँदाखेरि इन्डियामा भएको जस्तो लाग्छ, किनकि यहाँ कुर्ता सुरुवाल लगाएका लेडिजहरू, साडीमा हुनुहुन्छ लेडिजहरू भने यहाँ पुरै इन्डियन बस्ती रहेछ। यो सानो इन्डिया पनि भन्दो रहेछ। यहाँ पुरै मलायु र चाइनिजहरू कतै कहीँ मात्रै देखिन्छ, नत्र भने पुरै तामिल इन्डियनहरू, पुरै छ्यापछ्याप्ती। पसलभित्र जाँदाखेरि पुरै इन्डियन मसलाहरू, अचारहरू, अनि दालहरू, चामलहरू, इन्डियाको साडी, हरेक सामानहरू इन्डियाकै छ पुरै। त्यही भएर यहाँ इन्डिया आएको जस्तो महसुस हुन्छ। यो केएल सेन्टरमा पनि आउनु होला, पुरै इन्डियन समाज बस्दो रहेछ यो साइडतिर। भनेपछि यो राति 9 बजेको दृश्य। हामीहरू ट्रेनमा आइसकेपछि लगभग 15-30 मिनट बाटो हिँड्नुपर्छ। र हिँडिराख्दै गर्दाखेरि भिडियो मैले बनाएको छौँ। खासै यता त्यस्तो डर छैन, किनकि जहाँ बस्ती हुन्छ त्यहीँ चोर्न लजाउँछन् नि त चोरहरू पनि होइन। चोर्न अलि गाह्रो हुन्छ, अलि चोरलाई टाढै जानुपर्छ। त्यही भएर त्यसै खासै यता डर लागेन। त्यस्तो चोरी डकैटी पनि धेरै हुँदो रहेनछ जस्तो लागेको छ मलाई। त्यही भएर भिडियो बनाउँदै हिँड्दै गरेको छौँ। हेर्नुहोस् झिलिमिली लाइटहरू छ र यहाँ बाटोहरूमा सजाइएका यिनी हरेक गेटहरू स्वयं जो इन्डियातिर नेपालतिर हुन्छ त्यस्तै टाइपका छन्। यहाँ मठ मन्दिरहरू पनि धेरै छन्, अग्ला अग्ला रेसिडेन्सीहरू पनि छन् यताउता भने है त। एकदमै रमाइलो ठाउँ छ। यो ठाउँमा आउनुभयो भने अवश्य पनि केएल सेन्टर पनि आएर घुमेर जानु होला है त। धन्यवाद, भेटौँला अर्को ब्लग भिडियो।